सुन्नु न हामीले यो झापा 5 बाट बालेनलाई जितायौं भने प्रधानमन्त्री उही हुन्छन् कि के कस्तो हुन्छ हौ? बालेनलाई जितायो भने प्रधानमन्त्री चाहिँ हुन्छन्, तर बालेनलाई मात्रै जिताएर चाहिँ हुँदैन हैन। अनि कालाई जिताउनु पर्यो कि उसको दललाई बहुमत दिनु पर्यो। त्यो भयो भने चाहिँ उनी सिधै प्रधानमन्त्री हुन्छन्, एकल सरकारको प्रधानमन्त्री हुन्छन्। होइन उसको दलले चाहिँ बहुमत पाएन भने 2 वा 2 भन्दा बढी अरू दलहरूसँग मिलेर उसले सरकार बनाउनु पर्ने हुन्छ। थाहा छ हाम्रो संसद कतिजना हुन्छन् तँलाई थाहा छ? थाहा छैन। पछि म डाटा देखाउँछु ल। यो चाहिँ हाम्रो प्रतिनिधि सभा हो हैन। यसमा चाहिँ जम्मा 275 जनाको संख्या हुन्छ। त्यसमा 165 जना चाहिँ पहिलो हुने प्रथम हुने प्रणालीबाट चाहिँ निर्वाचित हुन्छन् है। अनि अर्को हुन्छ 110 सिट, यो चाहिँ समानुपातिकबाट हुन्छ है। यो 165 चाहिँ के हो भने हाम्रो जम्मा 77 वटा जिल्लालाई 165 वटा निर्वाचन क्षेत्रमा डिभाइड गरेको छ। जस्तो हाम्रो झापामा 5 वटा निर्वाचन क्षेत्र छ नि हैन, हामी झापा 5 का है। त्यस्तै 1 2 3 4 5 भनेर 5 वटा निर्वाचन क्षेत्र छ। झापाबाट जम्मा हामीले जिल्लाभरिबाट 5 जना प्रतिनिधि सभामा प्रतिनिधिहरू पठाउने हो है। यस्तै गरेर देशभरिबाट 165 जना चाहिँ हामीले दिएको भोटबाट सिधै निर्वाचित भने त्यो चाहिँ बहुमत होइन हैन। त्यो चाहिँ के हो भने जस्तो हाम्रो 1,59,000 प्लस मानौ हैन भोटर्सहरू छन्। योबाट मानौ बालेन शाहले चाहिँ मानौ 47,000 मत ल्याए, केपी ओलीले चाहिँ 45,000 मत ल्याए हैन। त्यसो गर्दाखेरि डिफरेन्स कतिको भयो? 2,000 को मात्रै भयो नि त। 1,59,000 को बहुमत हो त 47,000 होइन नि हो। 2,000 मत मात्रै डिफरेन्सले यसले सबैभन्दा बढी ल्याए बालेनले भनेपछि बालेन विजयी भए है। यो एउटा यो हो। यस्तै गरेर अरू 164 स्थानमा सबैले जिताउँछन् नेपालभरिबाट है। यो चाहिँ भयो 165 को सिधा निर्वाचित हुने प्रणाली। अब यहाँ छ 110, यो चाहिँ हामीले मान्छेलाई भोट दिँदैनौँ, यो चाहिँ हामी पार्टीलाई भोट दिन्छौँ है। जस्तो यहाँ चाहिँ काङ्ग्रेस, एमाले, माओवादी छैन अहिले, रासोपा लगायतका दलहरूलाई हामी मत दिन्छौँ। यहाँबाट चाहिँ विभिन्न क्लस्टरहरू छुट्याएको हुन्छ। जस्तो आदिवासीलाई यति सिट, जनजातिलाई यति होइन, पिछडिएको वर्ग, अपाङ्ग भनेर चाहिँ यो 110 सिट चाहिँ छुट्याएको हुन्छ है। अनि यो दुईटा जोडेर चाहिँ के हुन्छ भने हाम्रो यो यताबाट 110 आउँछ, यताबाट 165 आउँछ। यो दुईटा जोडेर 275 जना चाहिँ प्रतिनिधि सभामा जान्छन्। अब यो 275 जनामा जसले बहुमत ल्याउँछ, 275 को बहुमत भनेको कति हो? 138। जुन दलले 138 जना चाहिँ जित्यो, यो यहाँबाट मात्रै जित्नु पर्दैन है। जस्तो यहाँबाट चाहिँ 100 जनाले जिते, यता चाहिँ 40 जनाले जिते मानौँ भने यो दलले चाहिँ सिधै सरकार बनाउन पायो, यसको चाहिँ बहुमत पुग्यो। यसैबाट 165 मा 165 जित्यो भने सकिगयो, सिधै भयो, केही गर्नै परेन है। त्यसमा प्लस यताबाट पनि आउँछ है। यो दुईटा जोडेर चाहिँ 275 हो। 275 मा सरकार बनाउनलाई चाहिँ 138 जना चाहियो। त्यो भन्दा कम भयो भने चाहिँ भएन। अब हामी बालेनको समर्थक हैन, अब बालेनलाई हामी 1 जना त जितायौं, प्लस 137 जना चाहिँ अरू चाहियो राष्ट्रपालाई सरकार बनाउन हो। अब देशभरिबाट के गर्नु पर्यो भने राष्ट्रपाको जो घन्टी बाघ भएर उठेका छन् उनीहरूलाई चाहिँ जिताउनु पर्यो। त्यो भयो। अनि के हुन्छ यहाँ फेरि 110 चाहिँ यो समानुपातिक कोटाबाट आउँछन्। यो चाहिँ विभिन्न दलहरूले पाउने हो। अब त्यसका लागि के गर्नु पर्यो भने 3% चाहिँ थ्रेसहोल्ड कटाउनु पर्छ। जम्मा हालेको सदरमतको है, हालेको मतको मात्र हैन, सदरमतको नबिगारिकन हालेको मतपत्रमा हालेको मतको। जस्तो मानौ 1 करोडको भयो भने 3 लाख चाहिँ पुर्याउनु पर्यो। जस्तो मानौ 1 करोड मत झर्यो सदरमत, त्यसमा 3% कटाउनको लागि चाहिँ 3 लाख चाहिँ अनिवार्य ल्याउनै पर्यो। 3 लाख ल्याएपछि मात्रै राष्ट्रिय दल हुन्छ
होइन मानौ अब 5 वटा पार्टीले मात्रै 3 लाख कटाए अरूले कटाएनन् भने तिनीहरू क्याल्कुलेसनमै आउँदैनन्। अब यो 110 सिटमा चाहिँ मानौ 5 वटा दलले मात्रै 3 लाख मानौ थ्रेसहोल्ड 3% कटायो भने यी 5 वटा दललाई चाहिँ आएको मतले उनीहरूको पर्सेन्टको आधारमा के जस्तो एउटाले 20% ल्यायो अरे एउटाले 25% ल्यायो अरे भने यो उनीहरूले पाएको मत भरका आधारमा चाहिँ यो 110 सिट चाहिँ उनीहरूलाई डिभाइड गरिन्छ होइन। अनि यो 110 मा चाहिँ अब मानौ रासोपाले एकदम बढी आयो देशभरिबाट भने उसको सङ्ख्या चाहिँ बढ्न सक्छ होइन। मानौ 40% चाहिँ एक्लै चाहिँ रासोपाले सबै घन्टीमा चाहिँ समानुपातिकमा पर्यो भने सबभन्दा बढी ल्याउने भयो नि त 40%ले त होइन, अरूले कम ल्याउने भए हो। अब यता 165 स्थानबाट हामीले एकदम धेरैमा जितायौँ अनिखेर यता समानुपातिकमा पनि धेरै दिएर चाहिँ यताबाट पनि यो समानुपातिकबाट पनि जितायौँ र 138 कट्यो भने बालेन शाह प्रधानमन्त्री बन्छन् है, सिधै भन्छन्। तर यो भएन भने अब संविधानले के भनेको छ भने पहिलो दल र अर्को कुनै दोस्रो दल वा दुईभन्दा बढी दल मिलेर चाहिँ सरकार गठन गर्न सक्छन्। त्यसको आधारमा चाहिँ के भयो जस्तो मानौ 90 सिट मात्रै आयो रासोपाको है, बालेनको भनौँ न ल सिधा भाषामा बालेनको। अब 138 पुर्याउनलाई उसलाई कति चाहियो भन्दा 48 सिट चाहिँ चाहियो नि त उसलाई 100 मानौ 38 पुर्याउनको लागि होइन। अब यो चाहिँ मानौ गगनसँग छ अरे, अब यो दुईटा मिलाएर चाहिँ सरकार बन्न सक्छ। यो चाहिँ संयुक्त सरकार हुन्छ, एकल सरकार हुँदैन। हामीले बालेन वा रासोपालाई चाहिँ 138 भन्दा बढी सिट पुग्ने गरी मत दिउँ भने चाहिँ बालेन प्रधानमन्त्री बन्ने भए रासोपाका तर्फबाट सिधै होइन दिएनौँ उसलाई ठुलो दल चाहिँ बनायौँ तर पुग्ने गरी दिएनौँ भने चाहिँ अरू कोहीसँग मिलेर उसले सरकार गठन गर्नुपर्ने हुन्छ। यो होला, बुझ्यो ल।